हामी बिहान पख भएको छ। बिहान राति सुतेको ठाउँबाट हामी निस्किने क्रममै छौँ। हाम्रो 4 नम्बरका वडा अध्यक्ष हुनुहुन्छ। यात्रा राति कस्तो भयो अध्यक्ष? बेकार भयो भन्दै हुनुहुन्छ। यही सुतेका थियौँ हामी। हाम्रा अध्यक्षज्यूको चिया खाँदै हुनुहुन्छ। कस्तो छ चिया? ठिक छ? ठिक छ, गदाल्नु हालेको एकदम चिया पनि मिठो छ भन्नुहुन्छ। यहाँ कोमलजी हुनुहुन्छ। सन्तोष सर यही हो तपाईँको राति सुताइ? कस्तो ठिक छ? सुताइ कस्तो भयो? यहाँ गोबर जस्तो छ त यार, कस्तो हो यार? गोबर होइन सर, अर्ग्यानिक यता सेन्ट थियो। अर्ग्यानिक सेन्ट हो? ए ल ठिक छ। ल अब हामी यहाँबाट हिँड्ने प्रयासमै छौँ। हाम्रो राति बास बसाइ भएको ठाउँ चाहिँ यही हो। हेर्दाखेरि एकदमै राम्रो छ, सुन्दर छ है। नानी पनि निन्द्रामै छ यार। सुतिने राति? ल दाजु खबर के छ? कस्तो भयो सुताइ? एकदम राम्रो भयो। एकदम राम्रो भयो। अब हिँड्ने तयारीमा? हजुर, हिँड्ने तयारी। ल अब हिँड्नु पर्यो। अब नदाई माईको कृपाले हामी सबैको सुताइ एकदम सकुशल हामी उठेका छौँ। अब साथीहरू आउँदैछन्। यसपछि हाम्रो बाटो चाहिँ यो हुन्छ, हिँड्ने बाटो चाहिँ। अब यसपछि चाहिँ हामी हिँड्छौँ। ल यी खरक हाल्नेहरूको पनि शुभ होस्, राम्रो होस्। यिनीहरूले गर्दा चाहिँ हामी रातभरि यहाँ सुत्न पायौँ।